सबै बेराबो जाइसक्यो म हेर्नुहोस् म जाँदैछु घुम्नुलाई क्या दामी जग्गा छ म घुम्न जाँदैछु मेरो साइकल लिएर तपाईले देख्न सक्नुहुन्छ म बेराबो जाइछु साइकल लिएर मन भल जग्गा छ सबैले कस्तो मजाले घाँस खाएको गाई गोरुहरूले हेर्नु कि मन भाल पुरा तखन घाँस खाएको छ सबिन कस्तो मजाले खाएको है घाँस पनि हेर्न सक्नुहुन्छ यहाँको भ्यू क्लाइमेट बहुत राम्रो छ अनि यता मन्दिर पनि छ बहुत राम्रो छ मन्दिर हेर्नुलाई बहुत क्लाइमेट आज बहुत राम्रो छ सबैले पनि क्लाइमेट बहुत भालो छ और यतला गाई खान त सबिन ओए इमान ভাল परा घाँस खाएको छ बा सबै अरू फल भी बेराइकिन आयो एकदम दूर दूर तक बेराइकिन आयो मैं एक तो मेरा साइकिल ले लिया यार पेट्रोल खत्म हो गया बोल रहा है यार ये बाइक का तो आएगा नहीं आएगा पता नहीं है यार दिमाग खराब होके बैठा है घूमने आया था यार साइकिल ले लिया मेरा क्योंकि ये गाड़ी का पेट्रोल ख़त्म हो गया बोल के वीडियो भी बना नहीं पाया यार अभी आएगा नहीं आएगा कोई गारंटी नहीं आएगा तो अच्छा है तो नहीं आएगा तो देखिए भाई इधर उसका बाइक है ये बाइक है क्या करेगा यार उसके बाइक का पेट्रोल ख़त्म हो गया बोल रहा है ना इसलिए ये लेरा गयो मेरो बाइक सॉरी साइकल लिएर गयो क्योंकि यहाँ घुम्न आएको थिएँ म यो एउटा मान्छेको यहाँ बाइकको तेल खत्म भएछ अनि त्यही ल्याउनु गएको छ बोलु यहाँ घुम्न आएको यार क्या सिचुएसन भयो लिएर जानु त गयो आउँछ कि आउँदैन तर उसको बाइकको तेल खत्म भयो अरे त्यही भएर बाइकको तेल ल्याउनु गएको छ बाइक चाहिँ यहाँ छ अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँको भ्यू सबै यतला भ्यू এনেকা छ मैं बेराबो आइছিলে আজি আইসিকলে তো লইকিনা যাব সাইকেল তো বেরাবলে আর আনাই কলে তো কি করিব না তাইলে বাইক কি আছে এতকে নিদিব তাইলে বাইক তো মই না দিব म दिदी ना लिएर आइना सम्म लिएर नआउजेलसम्म तक के गर्नु हैन कस्तो राम्रो जग्गा हेर्नुहोस् तपाईहरुले यहाँको जग्गा कस्तो राम्रो देखिँदैछ हैन यहाँ देख्नु हेर्नुमा कस्तो क्यूट अनि यहाँनिर एउटा चरा बसेको छ हेर्नु कसरी पखेटा फिजाएर बसेको छ हैन घाम तापेको होला तभी तो चिड़िया तो पूरा तालाब पंखी तो एनेका करीना बेना से धूप ले आसे ऊपरला धूप भी ना यहाँ सभी एनेका जैसे क्लाइमेट और सभी फलेला जगह तो एनेका से हेर्नुहोस् यहाँको जग्गा यो पटेरो न के भन्छ नि यसलाई पटेरो भन्छ होला अनि यहाँ भर्खर भर्खरै कस्तो मजाको फुल फुलेको छ हैन सक्नुहुन्छ कस्तो दामी फुल फुलेको छ हैन यो जग्गामा चाहिँ तपाईहरु आउन सक्नुहुन्छ यो जग्गाको नाम चाहिँ हो वीरचन्द्रको अपोजिट साइडमा यो हामीहरुको यो तलाब छ यो जग्गाको दामी छ जग्गा लिएर त गयो भाइ आएको छैन टेन्सन भइसक्यो यार मलाई के टाइममा चाहिँ आइपुगे जस्तो लाग्दछ यार हेर्न सक्नुहुन्छ उसको बाइक यहीँ छ लैकिन तो जा तो जाइसे आयो पनि नआयो यो त टेन्सन हो जाइसे मैं के करिब अलप वेट करिब यहाँ त्यो बैकिन दिमाग खराब भयो रक्सी खाएर बसेको थियो त्यही पनि आउँछ कि आउँदैन मलाई त डाउट लाग्दैछ यार आएम त राम्रो हो आइज यार कस्तो दामी जग्गा छ यो माछा हेर्नु न माछा यहाँनिर माछा
कत्रो कत्रो माछा रहेछ डुबो। यस्तो छ सिन चाहिँ यहाँको, तर क्लाइमेट चाहिँ दामी भएको हो। जे होस्, फिलहाल मैले साइकल भेटिसकेँ होइन, आइपुगेछ। थ्याङ्क यू। किनभने विश्वास लागेको थिएन कि यहाँ, मतलब विश्वासै हुँदैन कि यहाँको मान्छेहरूको कसैको पनि। त्यही भएर अलिकति डर लागिरहेको थियो मलाई चाहिँ। यस्तो चाहिँ यहाँको नजाराहरू हेर्न सक्नुहुन्छ। यताउति खेती छ। यो अलिक गाउँले एरियामा पर्छ यो फिसरी तलब। यस्तो गड्डा छ है। म त साइकल लिएर आएको छु। साइकलमा छु माथि। हेर्नु, क्या खूब लगती हो भन्ने गाना चाहिँ नकाम, मतलब कपिराइट लाग्छ होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँको नजारा। क्या दामी छ है। किनभने म साइकलमा छु क्या, गड्डीहरू थुप्रो छ यहाँनिर। जङ्गल होइन। यस्तो चाहिँ आज मेरो साइकललाई देखाउने हो, रिभिल गरिदिने मेरो साइकललाई। मेरो साइकल ठिक छ। मन सुंदर जगह सिफाले सही ना भाई। मैं भी एकदम खुशी हुई कि ना से सही मला साइकिल आएर मैं भी एकदम खुशी, सुपर खुशी लाग्यो मन यहाँ आएर। भर्खर आइपुगेको छु रुमको भित्र। एन्ट्री गरेपछि चाहिँ कपडा सपडा खुलेर एकदम गरम लागेछ अनि फ्यानको माथि बसेको छु। तो घुम्दा हत्तु भयो हैन। अनि भर्खर आएर पानी सानी खाएर बसेको छु। अनि आजको भिडियो यति नै राख्छु, आजको ब्लग। अनि मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु नागायन नेपाली ब्लग च्यानललाई। अनि यस्तै भिडियो राम्रो लिएर आउँछु, तपाईहरुले सपोर्ट गरिदिनु भइछ भने चाहिँ। अनि आजको लागि टाटा बाइ बाइ। अनि फेरि नेक्स्ट ब्लग लिएर आउँछु। आजको लागि यति नै हो, बाइ, गुड नाइट। बेलुका पनि भयो आज त हैन, यहाँनिर घुम्दा गएर। ल बाइ बाइ। Yeah.